बिरबलाल दाई प्रति एकदमै धन्यवाद छु। नरने बुद्धिया त हाँस्नुपर्छ नि उता रोला नि रुन्चे झन् पहिला त्यता छ नरुन नरुन भाइ दाइ बर्थडे बोय हो कि अब हजुर बर्थडे बोय हामी चाहिँ वेटिङमा प्रसाद दाईको बर्थडे यहाँ सरप्राइज केक छ दाई माथि नुहाउनु जानुभएको छ हामी चाहिँ यहाँ वेटिङमा छ है गाइजले हजुर लाइभ मात्रै गरेको यहाँ म छु यता भाउजी हुनुहुन्छ उता दाई हुनुहुन्छ बत्ती बालेर गइसक्नु भयो यता हाम्रो बहिनी बुहारी सबैजना हुनुहुन्छ है आउँदै आउनुहुन्न त अब फेरि क्यान्डल खोज्न जानु पर्छ अयो आउनु भएन दाइ ह्याप्पी बर्थडे नमस्ते नमस्ते नमस्कार ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु प्रसाद दाई सरप्राइज भयो ह्याप्पी बर्थडे टु यु अब यता हजुर योपट्टि आएर बस्नुहोस् नयाँको चोखो खोज्नु भयो मलाई ल once more time happy birthday गाउने सबैले ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु प्रसाद दाई ह्याप्पी बर्थडे टु यु ताली 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 ए मैले बाल्ने हो बालिसक्यो यो बेलुन जस्तो त हुन्न पोखराको ल है ल है मेरो जय यसो उसो हल्लाउनु यसो उसो गर्नु हुँदै ल मेरो जय होस् मेरो जय होस् अरूको सुस्वास्थ्य दीर्घायुको कामना दाई नि हैन कस्तो राम्रो बोल्यो स्वर ओहो त्यो बत्ती मार्नुपर्छ कि नमार्नु तपाईँ पनि आउनुभयो फुको बत्ती म नि आएँ नि म नआए त कहाँ यहाँ हुँदै हुँदैन भनेर आएको म त तपाईँ पनि आउनुपर्छ फेरि ल यसको त्यसको गन्धले यसको गन्धले ल साइरन बारुद आमा यो राम्रो होइन नि त त्यही भएर यहाँ त सबै कुरा थाहा भइहाल्छ नि ला के गर्ने अब अब त्यहाँ यो गन्ध फाल्ने गन्ध डरै लाग्ने भाइ कस्तो कराएको नि यहाँ त पुरै सेन्सर छ नि यहाँ त सेन्सरको वरिपरि ल फुको त्यो फुक्नुपर्छ ल फुक्नु दाइ फुक्नु अब यो उठाउने हो फु गरेर फु फु फुक्नु त्यहीँ फु गरेर फुक्ने इच्छा छ कि बत्ती नमार्ने। बत्ती मार्छन् कतिले मार्दैनन् नि होइन तपाईँको नर्मली इच्छा फुक्छ नि ल फुक्नु खै फुक्न पुग्छ अब कि के हो युकेमा आएपछि गोरे स्टाइल ल फु गरेर ल एक तालमा मार्नु हो अब कस्तो पावरफुल श्वास तपाईँको ल काट्नुहोस् अब ल के काटा अब लेट्स गो यो खाजा किन लिएको होला लगाइदिने होला नि अहिले लगाइदिनलाई
के भयो किन राइरहेको भनेर अಯ್यो एक काटा अहिले काट्ने हो ल ऊ यो त खिच्नु भयो नि अँ सुन्नु। खिचिसके ह्याप्पी बर्थडे प्रसाद लेखेको रहेछ ल यो चाहिँ अब के भन्ने अरे काटौँ यस्तरी होला नि काट्नु होइन र हुन्छ हुन्छ सुरुमै नाम नकाटौँ न अँ ल यो कसले खाने हो त दाइले अब भौजीलाई खुवाउनु हुन्थ्यो सुरुमा भौजी नेपालमा हुनुहुन्छ हाम्रो लागि के हो होइन अनि बर्थडे बोयलाई खुलाउने होइन ए पहिला मैले खाने होला ल खुवाइदिउँ यो लाज मन फर्स्ट टाइम केक काटे चाहिँ गरेँ हाम्रो दाइ जे होस् काट्ने कार्यक्रम चाहिँ गरेँ मैले अब खाने कार्यक्रम गरौँ न सबैले अनि यो हातै नधोइछ नि के मोबाइलमा भाइरस छ होला के हो निकाल्यो यी के यो सबभन्दा पहिला त यो? आउँदै यताउता ल यो खै गालातिर लगाइदिन्छु केक भनेको होइन र ए होइन हजुर होइन हजुर 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 फर्स्टमा नि पालो मेरो पालो त आउनै भएको चाहिँ राम्रो खाले केक रहेछ क्या धेरै नदल्नु भन्नु दाइ धेरै नाच नपार्नु यो राम्रो खालको केक हो भने बच्चालाई यसो टिका लगाइदिने उ गर्ने अनि ल के भन्नु थ्याङ्क यू यो लिएको त एकछिनपछि हो चाहिँ अब तपाईँलाई भन्नु ल अँ त्यही आलु पालो खाउने उ गर्ने हाता साता लगाइदिनुहोस् भइहाल्यो नि सबैले खाने होला नि त अहिले खाने लास्टमा गरे हुन्छ सानोमा त घममै खाने हो नि घुम्मै खाने उठाएर खाइदिन्छु ल थ्याङ्क यू सबै खानु है सबै नाच्न पार्नु है आइया सानो खा त अहिले क्रुसमा हालेर खाउँला हातले है बाबु मोरै त्यही उ गरे नि हुन्छ कि होइन भाइ खै पहिला तिमीले उयो खुलाइदिन्छु म माथि खानु ल होइन यो त पहिला तिमीले खुलाइदिन्छु खुलाइदियो त सबैले खुलाइदियो पऱ्यो ल यसलाई सानो खानुहुन्छ कि ठुलो ल सेराहरू चाहिँ ठुलो भन्छ थ्याङ्क यू ल हजुर खाजा लगाइदिइहालौँ ह्याप्पी बर्थडे थ्याङ्क यू हजुर यो त हेर एकैचोटि हिसाब लाग्यो अँ खिचो है एकैचोटि सबै हिसाब लाग्यो दुईटा हातमा के होइन दुईटा केक बोकेर पनि यो त यो सिङ्गै है यो त्यही राख यो सिङ्गै हो हजुर यस्तो नि हो हस् थ्याङ्क यू ल ठिक छ है ल बाबु फेरि आऊ खतै छैन मैले सानो अब खाएँ। कसको पालो हजुरलाई पनि थ्याङ्क यू के भिडियो गरेछौ तिमीले अँ भिडियो गरेछु मलाई पनि खिचिदिनु न एकचोटि यो हजुरकै हो यो नयाँ मेरो उयो यो हो हजुरको टिका त यताको लगाइदिनु है यस्तो गरेर म त लगाइदिएन कुरो नमस्ते म प्रसाद खप्तरी म जन्मदिन चाहिँ तपाईँको है तपाईँलाई एकदम सुस्वास्थ्य दीर्घायुको कामना दाइ अरूभन्दा पनि होइन? धन्यवाद धन्यवाद अनि यसरी नै सधैँ हजुरको वरिपरि भेटघाट गर्ने वातावरण जुरिरहोस् सङ्गत गर्न पाइरहोस् है अब जुराउनु पर्छ ए तपाईँलाई पनि सिङ्गै ठुलो ल ठुलो नआउनु ठुलो ल भिडियो बनाइदिन्छु मिठो छ यो त यार। ल ठिक छ ओके ओके ल कस्तो मिठो भयो के त्यसैबाट सेतो हान्नु त फोटो हुन्छ। सेतो थिएछ फोटो हुन्छ आउ त त्यहीँ बस खिच्ने हो भएको त छ होला नि सेतो ठिचिसकेर हुन्छ ए लाइक काम गरे त्यस्तै राम्रो हो नि सबैलाई नमस्ते म प्रसाद खप्तरी मगर भन्ने मान्छे यति बेला हामी युके को मेरो आदरणीय दाई भाउजू वीरबलाल दाई गुल्मी जिल्ला समाज युके को पूर्व अध्यक्ष मगर सङ्घ युके युएचएसबी शाखाको ब्रान्च हाम्रो उपाध्यक्ष पनि हुनुहुन्छ र युकेमा रहिरहँदाखेरि आज हुन त मैले यो जन्मदिन मनाउने कार्यक्रम चाहिँ खासै अगाडिका वर्षहरूमा खासै गरेको थिएन
र फेटो रूपमा कसैले सरप्राइज दिने त्यस्तो चाहिँ केही वर्ष अगाडि 1-2 वर्ष चाहिँ त्यस्तो पनि भएको थियो र यसपालि फेरि युकेमा आउँदाखेरि मैले नुहाउँदै माथि बाथरुममा नुहाउँदै थिएँ उहाँ दाइहरूले अनि हाम्रो देवी बहिनीले चाहिँ सरप्राइज रूपमा चाहिँ केक ल्याउनु भएछ, फुल ल्याउनु भएछ, खादा ल्याउनु भएछ, सबै ल्याउनु भएछ, चक्कु पनि ठुलै ल्याउनु भएछ। अनि एकदमै खुसी लागेको छ। आज मेरो जन्मदिन, यो फागुनको 5 गते जन्मदिन। हुन त मैले 2-3टा जन्म फरक जन्म पाएको छु। त्यसको निम्ति सर्वप्रथम मेरो पूजनीय बाबाआमा प्रति टाढैबाट भए पनि एकदमै सम्मान श्रद्धा व्यक्त गर्न चाहन्छु। उहाँहरूलाई धेरै सम्झना गरेको छु र सँगसँगै मेरो घर परिवार सबैलाई सम्झेको छु। र यो यहाँ पनि आज एकदमै सरप्राइज दिनुभयो, केक काट्ने अर्को अवसर जुटाइदिनु भयो। त्यसको लागि यो व्यवस्था गर्नुहुने मेरो आदरणीय दाई बिरबलाल दाई प्रति एकदमै धन्यवाद छु। नरने बुद्धिया त हाँस्नुपर्छ नि, खुसी हुनुपर्छ। उतारुवाला नि रुन्चे झन् पहिला त्यता छ नि। नरुनु भाइ, कट गरिदिउँ। नरुनु के खुसीको आँसु दाइको अर्कोलाई नि त्यो त छ नि रुन्चे। भरे खुसी व्यक्त भएको यस्तो जिन्दगीमा कति होइन उतार चढावहरू आउँछ होइन, त्यो कुराहरू कहिलेकाहीँ सम्झिँदाखेरि चाहिँ यो खुसीको आँसु हो। यो दाइको पूर्ण अब फेरि यो जिन्दगी होइन, यो वातावरण, यो माहौल, यो भेटघाट हुन्छ कि हुँदैन भन्ने समय पनि आएको थियो नि त कुनै समय होइन। त्यो कारणले पनि त्यो मुडलाई, त्यो समयलाई सम्झिँदाखेरि चाहिँ यो खुसीको आँसु हो। एकदम दाइलाई सधैँ यस्तै हाँसी खुसी होइन, यस्तै देख्न पाइन्छ भन्ने कन्फिडेन्ट पनि छ है हामीमा फेरि एकदम। थ्याङ्क यू सो मच। गीत गाउनुहुन्छ कि के हो? यो अरू चिज भन्छु भन्दाखेरि अलि अप्ठ्यारो भयो र समग्रमा यो खुसी, यो अरू भनिनँ म, अरू भन्नुतिर लाग्यो भने फेरि होइन धेरै नै के अरे अलि स्वास्थ्य तान्नु भन्ने भयो। दाई भाउजूले धेरै पहिलादेखि नै मलाई चाहिँ धेरै सपोर्ट गर्नुभएको छ। एकदमै कृतज्ञ छु दाई भाउजूप्रति। र देवी बहिनीसित यसपालि युकेको यात्रा भएको छ, एकदमै राम्रो रमाइलो भएको छ। र यो बर्थडे चाहिँ एकदमै मनाउने सरप्राइज रूपमा केक काट्ने अवसर जुरेको छ। हजुरहरू सबैलाई धन्यवाद। र मलाई विभिन्न माध्यमबाट मेरो के अरे मेरो श्रीमतीज्यू, त्यसै गरी बाबाआमा लगायत आफन्तजन सबैबाट र मेरो शुभचिन्तकहरूबाट विभिन्न माध्यमबाट, फेसबुकको माध्यमबाट, टिकटकको माध्यमबाट र मेसेन्जरको माध्यमबाट होइन, मेसेज फोनको माध्यमबाट सबैजनाले शुभकामना दिनुभएको छ। विशेष स्वास्थ्य लाभको कामना लगायतको कामना गर्नुभएको छ। सबैप्रति एकमुष्ट रूपमा यही भिडियोबाटै सबैप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु। यसपालिको बर्थडे अब अर्को 1 वर्ष बुढो भइयो
यहाँ मनाउने अवसर दियो सबैलाई थ्याङ्क यू ल थ्याङ्क यू नमस्ते Happy birthday, guys. थ्याङ्क यू रमाइलो भयो। एकदम।